जन्मदिनको धेरै धेरै शुभकामना मेरी सानी छोरीलाई। मलाई फेरि अचार र रोटी मिठो लाग्छ क्या। हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज पनि नयाँ भिडियो लिएर आइसकेको छु। हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। आज चाहिँ असोज 1 गते विश्वकर्मा पूजा। धौ गाडी धौ, तिम्रो गाडी धौ, जाला फेरि गाडी अहिले। टिटिटमा सानो टिटिटमा पूजा आएर टिटिटमा पूजा सुरु भइसक्यो। हामी चाहिँ तपाईँ कहाँ आउनु फेरि बाबु सलाई ल्या घुम्नु न त तपाईँ पनि। त्यहाँ छ त उतै बान्देऊ। पूजा भयो हाम्रो चाहिँ। बाबुले पनि साइकल पूजा गरिसक्यो। प्रसाद खान लागिसक्यो ऊ। टिटी लाऊ टिटी। तिमीले जे गरिन एउटा सानो त्यही चामल भुटिन भुटाउँ न। हामी नास्ता खाँदैछौँ। अब रोटी हाल्नु पर्यो। रोटी हालेर साग, तोरीको साग, त्यस पछाडि दुध गराएर नास्ता खान लाग्छौँ। आज चाहिँ के अरे कसार नि, कसार बनाउने पिठो चामल भुट्ने भनेको। दाउरा धेरै भए दाउरामा हुन्थ्यो, अब दाउरा रहेछ त्यही भएर। पिठो पनि के पिठो यस्तो खासै राम्रो हुनुहुन्छ पछाडि। आज चाहिँ हाम्रो बहिनीको बर्थडे जन्मदिन छ। आज असोज 1 गते। हामी चाहिँ अहिले त्यसको घर जाने भनेको। हाम्रो घरदेखि थोरै तल छ त्यसको घर चाहिँ। त्यसलाई चाहिँ थाहा छैन, सरप्राइज दिनु भनेको, केक लगाएर जाने भनेको। केक चाहिँ अर्डर गरिसक्यौँ। अब बनाउन टाइम लाग्छ भन्नुभएको छ। अब लगभग 11 बज्छ, 11 बजीसम्म बन्छ भन्नुभएको। अनि अब 11 बजे केक आयो भनेपछि हामी केक लगाएर जान्छौँ। त्यो दिउँसो कोही गइने भने फेरि दिउँसो कोही गयो भने फेरि हाम्रो सरप्राइज चौपट हुन्छ। हामी चाहिँ त्यसलाई अब सरप्राइज दिन जाने भनेको। बाबु म भएर जान्छौँ। हामी अब अचारसँग रोटी खाँदैछौँ। हालिसकेलिम। अब रोटी खाएर आज चामल भुट्ने साँझ कुरो आयो। अहिले चामल अलि राम्रो खाले चामल भुट्ने भए भएर अहिले क्यान्सल भयो हाम्रो चाहिँ। अब रोटी खान्छौँ। रोटी खाएर हाम्रो अरू काम छ अलिअलि थोरै थोरै। अनि त्यस पछाडि बहिनीको घर गएर अनि बहिनीको घर गएपछि बजार जाने काम छ आज। मलाई फेरि अचार र रोटी मिठो लाग्छ क्या। साग मिठो भयो, साग पनि तितो भने हुन्छ। अलि अस्ति चाहिँ केरा राखेको थियौँ हामीले घरि ठुलो केरा घरि राखेको थियौँ उमा। अनि त्यो चाहिँ आज पाकेर हामीले फाइनली निकालिसके छौँ। पाकिसके छ पुरै। बर्थडेको केरा हो यो, दिनलाई जान्छ अहिले त। अनि हामीले चाहिँ अस्ति निकालेर ओरिजिनल पकाएको, यो औषधि केही नहालेर पकाएको केरा हो। एकदम फाइदाजनक हुन्छ नि त, औषध सौषध नहालेर। बजारको केरा होइन, गाउँको केरा हो, एकदम राम्रो छ। अब रेडी हुन्छौँ, खपडा सपडा लाउँछौँ। अनि केक आयो भनेपछि चाहिँ हामी बहिनीलाई सरप्राइज दिन जान्छौँ। अहिले भिडियो हेर्नु होला लास्टसम्म, अन्तिमसम्म भिडियो हेरिदिनु होला। के भन्नु छ दिनुलाई? मैले जन्मदिनको धेरै धेरै शुभकामना मेरी सानी छोरीलाई। अनि तिमीहरू केक लगेर काटेर शुभकामना दिएर आया भन्नु त। हामी चाहिँ लाग्यौँ। बाई बाई, टाटा। जाऊँ त्यसै
बाइकमा थाहा पाउँछ फेरि अलि माथि रोकेछ किन त्यस्तो ताजा आएर बस्ने फेरि ल हेलो भन्दैन सर Happy birthday! Happy birthday! तिला सरकाना तिला तिमा हाल्दै क्या भयो Happy birthday to you. डोरी हो डोरी मात्रै सक्यो देवे ये छिन्टा अलि ताना बताङ तानके पट्किन्न हेर 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 तानके लामै छ पड्किने छ त्यो लास्टमा हुन्छ अहिले छैन के तान केही छैन अलि चाचेर तान्नु पऱ्यो क्या केही हुन्न बस्दा बाबु तैँले अगाडिबाट छेकिदिन्छस् हेर्न नि पहिला ता जन्ने बेला खान के खान त नि बिहार बच्चालाई बखर गरेर आशीर्वाद दिने हो कि लिने हो मन दिँदैन अब तिमीले दिने हो आशीर्वाद दिदीलाई हामी चाहिँ जान लाग्यौँ अब घर ढोका लाग्यो बजार जाँदा जाँदै ढिलो भयो यहीँ छ ए घाम हेर्दा त्यहाँबाट हिँड्दै आउनु लाग्छ घाम घाम कि पानी आउनु त पक्कै आउने होला हामी कहाँ जान लाग्छौ तिमी कहाँ जान लाग्छौ घुम्न काली ठेरी मानिन्छ नि यो कपडा ला बेला झन् किन लुगे खाऊ लुगे खाने त त्यहाँ हामी यहाँ सुनौलो कस्मेटिक एन्ड पार्लरमा आएको थियौँ पसल बन्द छ यहाँको साउजी साउनीहरू हुनुहुन्न घुम्न गए फर्किनु भएको छैन गरे काम यस्तो गरे त्यही भएर बाहिर बसे कालिका मन्दिरदेखि थोरै तल आएर छ यहाँ सुनौलो कस्मेटिक पसल शान्ति बजार भन्ने रहेछ यहाँ जिपुर छ रहेछ हामी पर्खिया छौँ एकछिन आउँदै हुनुहुन्छ अरे फुपू फाजुहरू बसेका छौँ एकछिन सामान लिएर जाने भन्ने कुरा हो भर्खर हामीलाई आधी घन्टा रोकी यहाँ साउजी साउनीहरू आए सुनौलो पसलका यिनीहरू घुम्न गए रहेछन् क्या पसल बन्द गरेर पसल डेकोरेसनभरि खतरा गर्नुभएछ फुपूले हाम्रो सपिङ भइसकेको छ हामी जान लाग्यौँ अब बाई बाई पसल भिजिट गर्नलाई मैले लोकेसन दिएको छु अघि नै आउनुहुन्छ है बाई भन्दै बाई गरिरहँ के काजु
अनि सामान लिएर आइसक्यो खोइ त देखाउनु त सामान लिएर आछौँ भर्रीको सामान घर जानु ढिलो भइसक्यो 4 बजीको बदलामा नि कतिखेर जाने हो भोक लाग्छ सेन्टर स्कुल थाहा छैन सेन्टर स्कुल तिमीले अस्ति कहाँ छ भन्थ्यौ नि यादै गर्नु यो त तल्तिर हामी घर आइसक्यौँ अब खानासाना पकाउँछौँ बिहान चामल भुट्ने भनेको त्यस्तै भयो थियो अब चामल भुट्ने होला अनि खानासाना पकाएर खाएर त्यस पछाडि हामी भुट्छौँ हैन